मूर्ख मान्छे मात्रै बढी बोल्छ। बाइबलले भन्छ मूर्खले आफ्नो मूर्खता बोलेरै देखाउँछ। जब मान्छे धेरै बोल्छ नि थाहा पाउनुस् त्यो मूर्ख हो, मलाई केही पनि आउँदैन। जब मान्छे चुप लागेर बस्छ नि थाहा पाउनुस् ऊ बुद्धिमानी हो। बढी बोल्दाखेरि नि तपाईले केही पनि रिसिभ गर्न सक्नुहुन्न, तपाईले खालि सप्लाई मात्र गर्नुहुन्छ। तपाईसँग भएको अलिकति ज्ञान तपाईले दिनुभयो, सक्यो। सुन्नुस् न, अर्कोको ज्ञान भरिन्छ। हालेलुया। यो मूर्खहरूको फेरि एउटा साइन छ, दे नो एभ्रिथिङ, दे नोज एभ्रिथिङ। मूर्खलाई सबै कुरा आउँछ, उसलाई नआउने कुरा केही छैन। अलिकति बोले कि मलाई थाहा छ, मैले बुझे। त्यसले याद गर्नु होला, यदि तपाईँ कचिङ्गल मचाउनुहुन्छ, यदि तपाईँ विवाद मचाउनुहुन्छ, यदि तपाईँ झगडा मचाउनुहुन्छ,